चियर प्लेस खान्छ होस्टेल लिडर नै ए होस्टेल 3 पदम देशन साकाला बिन्दु भन्न लाग्यो म चाहिँ त्यो क्या त्यसमा बाहुनको रोलेर चाहिँ टुप्पी काट्यो भने त बाउले कराउँछ भन्ने के हो सुशान्त के एउटा युट्युब च्यानलको नाम सुनेको थिएँ मैले के अरे त्यो युट्युब त्यो चाहिँ सिब्लिङ्स ब्लग नमस्ते मेरो नाम चाहिँ सुदीप मगर मेरो दाई नमस्ते मेरो नाम चाहिँ सुशान्त मगर अब हजुरहरूले त चिन्नु नै हुन्छ होला यसलाई यसको चाहिँ पहिला युट्युब च्यानल थियो मिस्टर सुशान्त 44 र अहिले चाहिँ हामीले दुईजना सल्लाह गरेर निर्णय लिएको छौँ कि हामीले चाहिँ च्यानलको नाम चेन्ज गर्ने र हामीले च्यानलको नाम चेन्ज गरेर राखेको छ सिब्लिङ्स ब्लग आशा छ हजुरहरूले गएर चेक गर्नुहुन्छ होला माया देखाइदिनुहुन्छ होला लाइक सेयर सब्सक्राइब र कमेन्ट साथ अझै तपाईँहरूलाई यस्तै नयाँ नयाँ भिडियो चाहिन्छ भने बेल आइकनमा गएर क्लिङ घन्टी पनि बजाउन सक्नुहुन्छ र पहिला चाहिँ यो च्यानलमा केही ग्याप भएको थियो अब चाहिँ कन्टिन्युड भिडियोहरू आउनेछ आशा गर्दछु तपाईँहरूले धेरै माया देखाइदिनुहुनेछ देखाइदिनु भएको छैन भने पनि गएर देखाइदिइहाल्नु रिग्रेट नहोस् है तपाईँलाई फेरि इस्के यति भन्दै साकाला बिन्दु ल बाई अब भिडियोतर्फ लाग्यौँ हामी बाई भिडियोतर्फ लागौँ लेट्स गो मलाई चाहिँ मायाले मुस्कान भनेर बोलाउन सक्नुहुन्छ है ल बाई हेलो माई पिपल फेरि आइसकेँ म दाइको ब्लगमा आशा गर्दछु सबैजना सन्चै आरामै हुन्छ होला हेर मेरो बहिनी छ कालो देखिरहला है तँलाई त मलाई भन्दा नि है कस्तो लागिरहेछ तँलाई राम्रो भोलि के अरे तेरो स्कुलमा प्रोग्राम भोलि यसको स्कुलमा प्यारेन्ट्स डे रे मलाई आउनु भनेको थियो यसले राम्रो राम्रो म्यामहरू छैन भनेको छैन भन्छ के जानु होइन बाई मलाई चाहिँ टोइलेट आइरहेको छ अब टोइलेट जानुपर्ने हुन्छ एकदम टोइलेट आइरहेको थियो क्या भगवान् स्टार हान्थ्यो भनेर राखो मान्छे छ त यार को दाइ रहेछ दाइ टोइलेट आइसक्यो मलाई अहिले भेट्छ गाह्रो भयो एकछिन अहिले भेट हुन चाहिँ फाइनली म चाहिँ मुखसुख धोएर पनि रेडी भइसक्यो अब चाहिँ बहिनीलाई स्कुल पुऱ्याउनु पर्ने हुन्छ जमिन निस्कि 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 यस्तो फेरि हिजोकै बाटोमा चल पल हान्दिउँ न भनेर हामी चाहिँ जानुपर्ने हुन्छ त कति कक्षामा रे खुइल एक कक्षामा अरे के आउँछ तँलाई सबै आउँछ पढ्नुपर्छ है राम्ररी ल हेलो माई पिपुल के छ सबैको हालमा ठिकै होला म पनि ठिकै छु ल मेरो भ्लग स्टार्ट भइसक्यो बिहानै भाइले भ्लग स्टार्ट गरिदिइसक्यो र म पनि गर्दैछु म टक्क त्यसलाई भ्लग स्टार्ट गर्न दिएर यस्तो बाहिर गएर के आइदिएको त त्यो त मस्तले हेर्नु है तपाईँहरूलाई म देखाउँछु है यो मेरो कोठा भइहाल्यो के अड्काएको छ यसले लो सालाले त पुरा जुत्ता सुत्ता लगाएर पो अड्काइरहेको छ झन्डै लडेन के मैले भ्लग स्टार्ट गर्नु लगाएर यसो बाहिर गएर आउँछु त भ्लग गर्दै गर भनेको त हो मादर फुली त उठ खाना बसिसक्यो खाना खानुहोस् हेर्न मा सुँगुर स्टाइलले सुतिरहेछ विदेशमा सुत्नु नपाएको होला त्यहाँदेखि सुँगुर स्टाइलले सुतोस् अब के भन्नु होइन ल गाइज पैसा मैले छिटो आइज कति बजेर सुत्न दिनु साला 12 बज्न लागिसक्यो कि अरे म कता छ मेरो उताबाट छ ल उठ 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 छिटो उठ ल ल गाइस ल खाना चाहिँ पाकिसक्यो हामीले मैले पस्कि पनि सक्यो खै साला भ्लग आउनु भनेको त सुँगुर सुतै हान्दा रहेछ अब उठेको अघि उठेर रुम चाहिँ यस्तै हो अब यो सामानहरू सबै मिलाउनु पर्ने छ खाना पुरा राखेको ढड्क्यो सुतेछ हाई गर्दैन त बिहान एकचोटि हाई गरिसकेछस् फेरि हाई ल यहाँ ड्रइङ हेर्नु सक्नुहुन्छ ल कस्तो छ ड्रइङ कमेन्ट गरिदिनु होला होइन
ल गाइस खाना खाइस भेट्छौँ हामी अब है त आज के गरिन्छ यसो देखाइन्छ ल त अघि चाहिँ म निदाएछ होइन गाई बाबालाई खाना पुऱ्याएर आएर एकछिन ढल्कै थियो निदाएछ खाना खानुपर्ने हुन्छ खाना खाइदियो सुसे ओइ हाई गर यहाँ ए बासा त मिठो आउँछ पक्ला के रहेछ पुरानै हो पुरै हैन यो म भात खाँदैछु चिया पसिँदै गर्न म आउँछु ल मासु लिएर चोक्नु कस्तो मिठो बास्नाको के हो यो तपाईँ छ त को यो सेतो भनेको यता 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 हुन्छ तेरो त कस्तो खानै पर्यो खाए ल अब तिमीले पनि खाऊ ल एकछिनमा अब म चाहिँ खाना खान्छु होइन यति खाएन भने त हुँदैन नि होइन यति खान्छु माथि चिया बन्न लगाएर चाहिँ अब यो खाएर फेरि चिया खान जानुपर्ने हुन्छ अनि फेरि सुत्नु पर्ने हुन्छ बुझ्नुभयो कि भएन ल खाना खान्छु अनि भेटौँ हेलो माई पिपल मैले खाना खाइसकेँ अब चिया खान जानुपर्ने हुन्छ माथि बोलाएको थियो मलाई म जान्छु एकछिन म देखाउँछु माथिको हालचाल मिठो गुन्द्रुक कस्तो मिठो होला नदेखा भनिरहेछ यहाँ कहाँ लाउँदो रहेछ अरे त देख्यो खानुपर्ने हुन्छ दर्शन फुपू म चाहिँ माथि आइसकेँ चिया खानुपर्ने हुन्छ हामीले अब खै सुषमा दिदी खै त जानुभएछ एक्सर्साइज गर्दै म थोरै सुत्दा धेरै भयो एकछिन न पार्दै रहेछ क्या चिया खाइदिउँ अनि भेटौँला हामी बाई त्यहाँ होइन अल्छी मोबाइल चलाएर हेलो के छ म चाहिँ अहिले फेरि बौद्ध जाँदैछु किनभने सामान पुऱ्याउनु थियो मलाई मेरो सोल्टीले पठाइदिनु भएको थियो मेरो मान्छेको सामान लगिदिनु है भनेर त्यसैले म बौद्ध आएको छु र म बौद्धको फेरि यही गल्लीमा छु हाम्रो पुरानै गल्लीमा म चाहिँ एयरपोर्ट भनेको थिएँ सोल्टीले एयरपोर्ट गएको एयरपोर्टमा फोन गरेको एयरपोर्टमा होइन रे घर मुलपानीतिर रहेछ अनि फेरि फर्केर आउँदैछु म बौद्धको बाटो मेरो मोबाइलमा सिम छैन आमाको मोबाइलबाट मैले कल गरेको थिएँ आमाको मोबाइल घरमै छुटेछ भनेको मोबाइल बिना आयो अब हेरौँ कसरी चिनिन्छ तर म दिन चाहिँ दिन्छु आज यो ल भेट्दै गरौँ है ल ल फाइनली मैले चाहिँ सामान पनि दिएर आइसकेँ गएँ होइन के भयो भन्दाखेरि 10 मिनट पर्खिनु पऱ्यो गएँ अनि मैले सिधै सोधेँ केटीहरू बसेको देखेँ मैले सोधेको तपाईँ हो भन्दै एउटा परेछ अनि उसले पनि सन्तोषले पठाएको हो भने मैले नि हो भन्यो दिएर पठाइदिएको बिजोग रमाइलो भयो थैत म घर फर्किँदैछु अहिले चाहिँ र घर जाने बाटो यस्तो छ थाक्यो सरी नो स्मोकिङ सरी यो चाहिँ हिजो रातिको बाटो तपाईँहरूले देख्नु भएको थिएन होला राम्ररी हेर्नु यही बाटो हो अब म चाहिँ घरतर्फ लाग्दैछु घर पुगेर देखाउँछु घरमा आज पाहुनाहरू आएको छ त्यसैले म अलि हतारमा छु मैले बौद्धमा भिडियो पनि बनाउन पाइनँ ल घर पुगेपछि हेरौँला के कस्तो हुन्छ बल्ल 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 घर आइपुग्यो थाक्यो हेर गएको छ आयो 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 को हो
मोबाइल छोडेर त्यहाँनिर गयो 10 मिनट पर्ख्यो त्यो मान्छे नि आएको रहेछ नि एउटा केटी आएर तपाईँ हो रे मलाई नि हजुर भनेको तपाईँ हो सन्तोष साथी रे मैले दिएर आइदिएको केटाहरूमा चाहिँ केटी अगाडि आइहाल्छ कि है सबैलाई मेरो भ्लगमा वेलकम मेरो होइन सुशान्तको भ्लगमा हजुर अघिदेखि हेलो गाइज नयाँ दिन नयाँ सुरुवात हिजोको दिन यस्तै भयो भ्लग गर्न पाइनँ रमाइलो गर्दै थिएँ अब देखाउनु भएन खाएको अथवा अन्यथा नदेखाउँ भन्ने कुरा त्यसैले नरिसाउनु होला माया गरिदिनु होला र फेरि हाम्रो भ्लग कन्टिन्यू यहाँ चाहिँ तपाईँहरूको भ्लगर सुशान्त मगर ह्यान्डसम ठिक छ वेलकम छ हेलो के भन्न चाहन्छस् भन् नमस्ते भन् नमस्ते कस्तो नमस्ते हो यो अरे उता छ हाम्रो लार्स के छ दाइ एकदम हुनु त मेरो भाइ हो होइन त्यही पनि ठिकठाक छ भात छ होइन एकदम निस्किनु पर्ने हुन्छ हामी चाहिँ कहाँ जान लाग्यो भन्दाखेरि होस्टेल 3 हेर्न ल पदम दालाई नै हेर्दैनौँ भनेर होइन केली कस्तो रमाइलो आइरहेछ फिल्म हेरेर छिटो छिटो आउनुपर्ने हुन्छ किनभने यसको स्कुल पनि जानु छ प्यारेन्ट्स डेमा एज अ प्यारेन्ट्स म चाहिँ मिट गर्न लागेको छ होइन एज अ प्यारेन्ट्स जान्छु मेरो बहिनीहरूले छ बहिनीहरूले पढाउँदो रहेछ स्कुलमा बहिनीहरूलाई पनि भेटौँ अनि मजा गरौँ डान्स हेरौँ है त ल हेर्दै जानु के कस्तो हुन्छ ल हामी निस्केको अहिले फाइनल्ली हाम्रो भेटघाट चाहिँ केवल टावरमा भइसक्यो र लिफ्ट पक्रेर 6th फ्लोर हो लिफ्टमा छिर्नु पनि हुन्छ थाहा छैन मलाई कति फ्लोर 6th फ्लोर हो 6 फ्लोरमा दबाई सुतेर हामी जानुपर्ने हुन्छ चट्टा फिल्म होइन यता ल आइनै रहेनछ यार यता पदम जस्तै छैन साकाला बिन्दु साकला बिन्दु भन्न लाग्यो म चाहिँ त्यो हो क्या त्यसमा बाहुनको रोलेर चाहिँ टुप्पी काट्यो भने त बाउले कराउँछ नि सोधि त चाहिँ के नि सानो माया पनि लिने त यसको मुभीको त्यो गर्ने त्यो अब चाहिँ हामी यहाँनिर 3 जना मात्र छौँ यहाँ त म त नदेखियो साकाला बिन्दु आज चाहिँ पदमलाई समटाउन आएको फुलबोईलाई फिल्म हेरेर होइन टक्क लगाएर पदम जाएको त फ्यान हो नि फेरि होइन यस्तो देखाइदियो त मलाई म गरिदिन्छु कत्रा हानिदिन्छ नि फेरि यस्तो त कन्सर्ट यस्तो पाराको थिएन जाउँ अब गएर मुभी हेर्न भेटौँ है सर जाउँ फेरि ल अरे यहाँ त खतरा आउँदो रहेछ फाइनल्ली टोइलेट पनि आइसक्यो केवल टावरको तपाईँहरूलाई देखाइदिन्छु म कस्तो देखेछ भनेर यस्तो गर्दा म मुतेर आउनेछु ल एकछिन हेर्दै गर्नु होला छिटो टोइलेट गएर पनि फर्किसकेँ र हामी यस्तो छ सिन चाहिँ खतरा देख्छ ओ होइन पोस्टरनिर होस्टेल लिएर नै ए होस्टेल 3 हेर्नु पर्नु जानुहुन्छ अब साकाला बिन्दु दिदी हाई गरिदिनु न एकचोटि थ्याङ्क यू अब चाहिँ जानुपर्ने हुन्छ ल जाउँ ल फिल्म हेरेपछि भेटौँला के कस्तो छ हामी बनाउला ल ट्रिप 3 तिर हो क्या सबैलाई नमस्ते पदम दा मेरो बहिनी खुइली जाउँ ल कस्तो लाग्यो दामी दामी
हेरौँला मुलामा फिल्म हेरेर आयो अब हाम्रो सामुको छ त्यो म चाहिँ त्यो डोराको त्यो बन्दर हुन्छ नि यो त डोरा भन्दा नि त्यो उयो छ नि तैँले हेरेको वान पिस हेर्छ वान पिसमा त्यो उयो छ नि त्यो कुमासँग हुन्छ नि अर्को केटी यहाँ गर्दा यत्रो मोटो त्यस्तै देखिन्छ त हेर्दा तर म मिल्दैन तपाईँकै प्यारो निलो हातौडी पनि बहिनी के भयो भन्नु न पहिला सुरु बहिनी अब बहिनी चाहिँ छैन अहिले साथमा किन भन्दाखेरि बहिनीको चाहिँ स्कुलमा प्यारेन्ट्स डे थियो अनि अलिक छिटै जानुपर्ने भएर बहिनीलाई चाहिँ दाइले लिन आयो र गएको छ उता गर्छौँ न किन यस्तो गर्दा हाई दिदी इग्नोर हान्दिएर यस्तो यार दिदी भन्दै सामान हान्दै सामान हान्दा नि पचाउनु भनेको त अहिले अलि ढिलो भइरहेछ अब ल हामी अब भेट्दै गर्नु कस्तो छ बाटो चाहिँ यही चल्दैन रहेछ क्या झ्याउ भएको है अब अहिले जुत्ताको पनि जुत्ता कस्तो जुत्ता दामी मेरै ल बोल्न त के छ फिल्म दामी लाग्यो पदमको चाहिँ एक्टिङ मिठो आमा सही हँसाइदिरहेको लास्टसम्म हँसाउने अब कमेडी पदम दाइले चाहिँ राम्रो गरे त्यो एक्टिङ सबको थियो नि फुलबोय पनि सबैको डेब्यु फिल्म थियो तर दामी थियो नि त त्यहाँबाट तल दामी लाग्यो र हामी भेट्दैछौँ ल बिस्तारै भेटौँ ल अलि हतार छ गएर भेटौँला है घरको एसी हेलो गाइज अब चाहिँ हामी घर पनि आइसक्यो र म बेडमा पल्टिरहेको छु आमाको बेडमा र दाइ उहाँ चाहिँ भुँडी तन्काएर बसिरहेको छ साला खाला खुट्टा भुँडी तन्काएर बसिरहेको छ तर खाना चाहिँ हामीले खाएको छैन त्यहाँ कसैलाई पेट चाहिन्छ भने मासु चाहिन्छ भने सम्पर्क गर्नु होला मलाई बहुत भोक लागेको छ फेरि खाना खाएर धेरै काम पनि छ हिजो पाहुनाहरू बोलाएको थियो नि त हामीले अनि रुमहरू अलिक फोहोर भएको छ सफा गर्नुपर्ने छ लुगाहरू धुनुपर्ने छ सो आजको ब्लग के कस्तो भयो मलाई थाहा छैन त्यति राम्रो बनाउनु पनि पाइनँ होला मैले आज हिजोको दिनमा त्यति ध्यान पनि दिन पाइनँ होला त्यसैले नराम्रो नसोधिनु भोलिको दिनमा म अझै राम्रो बनाउने छु यो भ्लग जसो तसो भयो भने माया देखाइदिनु होला यति भन्दै म आजको भ्लग केही इन्ड गर्न चाहन्छु त के भन्न चाहन्छस् सबैले माया साथ सपोर्ट गरिदिनु होला अनि सब्सक्राइब नगर्नेले सब्सक्राइब गरिदिनु होला लाइक सेयर सबै गरिदिनु होला साकाला बिन्दु पल्ल तामाङ त ठुलो फ्यान माझबाट अन्तिमचोटि मेरो फ्यामिलीलाई हाई माई फ्यामिली माई पिपल ल बाई